आदरणीय दर्शकवृन्द, जय श्री राधे। म देवराज भुसाल सम्पूर्ण दर्शकवृन्दलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। दर्शकवृन्द, आज विशेष रहनेछ मेष राशि हुने तपाईहरुको लागि यो भिडियोमा। आशा छ अन्तिमसम्म बस्नुहुनेछ, भिडियो हेर्नुहुनेछ र यहाँ उल्लेखित कुराहरूलाई मनन गरिदिनुहुनेछ। पक्कै पनि केही न केही यो भिडियोले तपाईहरुको आशाको सञ्चार बढाउनेछ र तपाईहरुलाई के कति लाभ प्राप्त हुन सक्नेछ, कुन अवस्था कुन क्षेत्रहरूबाट तपाईहरुलाई विशेष लाभ प्राप्त हुन सक्नेछ, त्यसको जानकारी पनि भरपूर रूपमा प्राप्त गर्नुहुनेछ। दर्शकवृन्द, राहु एक रहस्यमय ग्रह हो। राहुले राजाबाट रङ्कबाट राजा पनि बनाइदिन सक्छ भन्ने मान्यता छ। केही न केही आकस्मिक रूपमा प्राप्त हुने चीजहरुमा सबै राहुको योगदान रहने हुन्छ। त्यसर्थ राहुले विशेष रूपमा छाया ग्रह भए पनि विशेष रूपमा तपाई हामीहरुको जीवनमा यसले चलखेल गर्ने हुन्छ। यसले पनि विशेष रूपमा शुभ फलमा वृद्धि गर्दिने अवस्थातिर लैजान्छ भने खराब भएको अवस्थामा यसले पनि कहीं न कहीं अवनतितिर लैजाने हुन्छ। तपाईहरुको लागि पक्कै पनि खुशीको समय अब सुरु भएको छ, किनकि यो भन्दा अगाडि तपाईहरुको 12औं घरमा रहेको राहु अब यो महिनाबाट तपाईहरुको 11औं घरमा गोचरमा छ, विचरणमा छ। त्यसो हुँदा राहु कुनै पनि एउटा घरमा बस्दै गर्दा 18 महिनाको समय व्यतीत गर्ने हुन्छ, लिने हुन्छ। तपाईको 12औं घरमा पनि 18 महिनासम्म राहु बस्दै गर्दा अस्वाभाविक रूपमा खर्चका वृद्धिका अवस्थाहरूबाट पक्कै गुज्रिनु भयो होला। लगानीका क्षेत्रहरूबाट तपाईहरुले राम्रो भावनाले लगानीहरू गर्दै गर्दा पनि त्यहाँबाट प्रतिफलका कुराहरुमा कमी रहन सक्ने अवस्था राहुले सिर्जना गरिदिएको थियो। जे होस्, जुन क्षेत्रमा तपाई लाग्नुहुन्छ, केही न केही खर्च गर्नुहुन्छ, इभन आफ्नो परिश्रम खर्च गरेर हुन्छ अथवा केही न केही पैसा लगानी खर्च गरेर हुन्छ, केही न केही प्राप्त गर्ने आशामै भागदौड भइराखेको थियो भनी पनि तत्त क्षेत्रहरूबाट केही न केही भ्रमका अवस्थाहरू र त्यसबाट अलिकति खर्चका मात्राहरू नै बढी मात्रामा भइदिने र जुन एउटा लाभ हो त्यसमा कमी हुने अवस्थाबाट गुज्रिनु भएको थियो। त्यो समयक्रमबाट अब भर्खरै छुटकारा पाउनु भएको छ भनेपछि अब 18 महिनासम्म केही न केही राहुले तपाईहरुको जीवनमा सकारात्मकता ल्याउनेछ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छु। दर्शकवृन्द, चाहे तपाईको जन्मकुण्डली होस् चाहे चन्द्रकुण्डली होस्, 11औं घरको राहुलाई विशेष शुभ फलदाता राहु भनेर धार्मिक ग्रन्थहरूमा व्याख्या छ। किनकि 11औं घर भनेको तपाई हाम्रो लाभको घर हो, केही न केही प्राप्तिको घर हो, केही न केही हाम्रा इच्छा आकांक्षाहरूको परिपूर्ति हुने घर हो। त्यसो हुँदा जे जति कर्म गर्छौं, कर्म गरिसकेपछि फलको आशा गर्छौं। त्यसो हुँदा यदि हाम्रो एकादश भाव अथवा 11औं घर चन्द्र कुण्डलीबाट होस् अथवा लग्न कुण्डलीबाट होस्, त्यसमा केही न केही खराबी छ अथवा ग्रहहरू कमजोर प्राय तरिकाले बसेका अवस्थाहरूमा विशेष लाभ प्राप्त गर्न बेसरी कठिन हुन्छ। त्यस्तो अवस्थामा पनि गोचरमा रहेका, कुण्डलीमा रहेका ग्रहहरू कमजोर प्राय भए पनि गोचरमा हिँडिरहेका ग्रहहरू केही न केही तरिकाले 11औं भावमा जाँदै गर्दाखेरि केही न केही लाभमा वृद्धि हुने अवस्था भने हुने हुन्छ है। त्यस अर्थमा यो राहुको 11औं घरको गोचरले तपाईले नसोचेका परिणामहरू, शुभ परिणामहरू आश्चर्यजनित तरिकाले तपाईले प्राप्त गर्ने समयक्रम पनि बन्दिनेछ। साथीभाइको घर हो, केही न केही प्राप्ति गर्ने घरहरू, यो सबै कुराहरू व्याख्या गरे। केही न केही उद्योग व्यवसाय अथवा केहीमा हामी संलग्न भइन्छ, आय आर्जन गर्ने क्षेत्रहरू, त्यो सबै घरमा अब राहुको निवास रहनेछ। विदेशतिरको कहीँ अभिलाषा छ, काम पुरा भएको थिएन भने त्यहाँबाट पनि केही न केही काम पुरा हुने अवस्थाहरू बन्दिनेछ। तपाई आफै विदेशै हुनुहुन्छ भने पनि त्यहाँबाट भरपूर मात्रामा तपाईले धन सम्पत्ति कमाउने अवस्था सिर्जना हुनेछ। तपाई आफू मेष राशिको हुनुहुन्छ तर तपाई स्वदेशमै हुनुहुन्छ, तर तपाईका कोही परिवारका सदस्यहरू विदेशतिर हुनुहुन्छ भने पनि उहाँहरूको पनि उन्नति प्रगति हुने र उहाँहरूको उन्नति प्रगतिबाट तपाईहरुले लाभ प्राप्त गर्ने अवस्था अबका 18 महिनासम्म तपाईहरुलाई सिर्जना हुनेछ।
सुखमा पक्कै वृद्धि हुनेछ, लाभमा पक्कै वृद्धि हुनेछ। जे जति कर्मक्षेत्रमा तपाईहरू संलग्न हुनुहुन्छ त्यहाँबाट केही न केही शुभ परिणामहरू हासिल हुने अवस्था बन्दिनेछ। धन धान्यको वृद्धि हुने अवस्था बन्दिनेछ। केही न केही इच्छा आकांक्षा अभिलाषाहरूमा केही न केही सकारात्मकता तपाईहरूले प्राप्त गर्ने अवस्था अबको 18 महिनासम्म रहनेछ। दर्शकवृन्द, सहज तरिकाले आफ्नो कर्ममा तपाईहरू संलग्न हुँदै गर्दा पनि राहुले भरपुर तरिकाले तपाईहरूलाई शुभ फल दिने अवस्था सिर्जना भएकै छ। केही न केही सुखमा वृद्धि हुने अवस्था कायम रहनेछ। केही न केही लक्ष्मी वृद्धि हुने अवस्था, धन वृद्धि हुने अवस्थाहरू कायमै रहनेछ। तथापि बुझ्नुपर्ने कुरा, राहु भनेको एउटा भ्रम हो, एउटा माया हो। केही न केही तपाईहरूमा लाभ प्राप्त हुँदा हुँदै पनि अनावश्यक रूपमा अलिकति भ्रमको शिकार हुने, अनावश्यक रूपमा बढी अभिलाषी हुने, अनावश्यक रूपमा बढी महत्त्वाकांक्षी हुने अवस्था तपाईहरूमा सिर्जना भयो भने यो भने धेरै थोरै डरको अवस्था हो। किनकि राहुले जुन हिसाबले तपाईहरूलाई माथि लैजान्छ, फेरि थोरै विवेक शक्तिका कुराहरूमा कहीँ न कहीँ विचलन भयो भने त्यहाँबाट तपाईहरूलाई तल लिएर आइदिन सक्ने भए पनि त्यही अनुसार कायम रहन्छ। त्यसो हुँदा भए गरेका संलग्न भएका कार्यहरूमा त्यही किसिमले विवेकपूर्ण तरिकाले, सुझबुझपूर्ण तरिकाले अगाडि बढ्ने कोसिसै गर्नुहोला। अनावश्यक रूपमा महत्त्वाकांक्षी भएर बढी भागदौड गर्ने, बढी मात्रामा लाभ प्राप्त गर्नेतिर जाँदै गर्दा कहीँ न कहीँ फेरि यसले थोरै विचलन नल्याउला भन्न पनि सकिन्न। प्राप्ति त त्यसै पनि हुने अवस्था बन्दिनेछ। त्यसो हुँदा अनावश्यक भागदौडलाई थोरै कम गरिदिनु होला र यो बिचमा राहुले तपाईँहरूको मनमा अलिकति खेलिदिन सक्ने अवस्था पनि कायम रहन्छ। मनलाई अलि बढी उत्ताउलो बनाइदिन सक्ने, मनमा अलिकति लोभी अथवा पापीपनहरूमा वृद्धि गरिदिन सक्ने भए पनि यसले सिर्जना गरिदिनेछ। पढाइ लेखाइतिर हुने तपाईँहरू विशेष समयमा चाहिँ रहिदिनु होला। किनकि राहु लाभको घरमा बस्दै गर्दा केतु फेरि तपाईँहरूको शिक्षाको घरमा बस्ने हुन्छ। यसले कहीँ न कहीँ शिक्षा दीक्षा अथवा सिकाइको क्रमलाई थोरै प्रभाव पार्दिन सक्ने अवस्थाहरू पनि रहन्छ। यदि तपाईँ वयस्कै हुनुहुन्छ, बच्चा बच्चीहरू कहीँ छन्, विशेष गरी पुत्र अलिकति मनमुटावको अवस्थाहरू सिर्जना हुन सक्ने भए पनि राहुको 11औं घरको गोचरले दिएको छ। अर्को राम्रो पक्ष भनेको यदि तपाईहरू सेयर मार्केटतिर हुनुहुन्छ भने पनि भरपुर रूपमा लाभ प्राप्त गर्ने अवस्था राहुले सिर्जना गरिदिएको छ। तथापि हामी सधैँ चनाखो चाहिँ हुनुपर्ने अवस्था छ। सेकेन्डरी मार्केटतिर कहीँ कतै संलग्न हुनुहुन्छ भने यी मार्केटका अवयवहरू त हामीले पक्कै पनि बुझ्नुपर्ने हुन्छ। तथापि आकस्मिक रूपमा लाभमा वृद्धिको अवस्था राहुले बनाइदिएको छ। आइपिओहरू भर्दै गर्दा यसभन्दा अगाडि अलिकति नपरेको अवस्थाहरू थियो भने पनि त्यसमा सुधार हुने अवस्था, केही न केही त्यो क्षेत्रहरूबाट अलिकति लाभमा वृद्धि हुने अवस्था तपाईहरूलाई सिर्जना गरिदिएको छ राहुले। राहुको 11औं घरको गोचरलाई विशेष फललाई मानिन्छ। अघि पनि व्याख्या गरियो, स्वाभाविक हिसाबमा एउटा लाभमा वृद्धि हुने अवस्था त त्यसै पनि बन्नेछ। तथापि अलिकति केही तपाईहरूलाई थोरै कमी जस्तो महसुस भयो भने अथवा राहुको थोरै शुभफल प्राप्त गर्न कठिनाइ भए जस्तो भयो भने शनिबारको दिन भैरवको मन्दिरमा गएर भैरवको पूजा अर्चना दर्शन गर्न सक्नुहुन्छ। विशेष गरी कुकुरलाई तपाईले खाने गरेको केही रोटीका अंशहरू, अन्नका केही अंशहरू तिनीहरूलाई पनि थोरै दिएर कुकुरलाई पनि खुसी बनाउन सक्नुहुन्छ। यदि भैरवलाई खुसी बनाउन सक्नुभयो र कुकुरलाई अलिकति खुसी बनाउन सक्नुभयो भने जुन राहुले थोरै अप्ठ्यारो दिएको छ तपाईलाई, आशातीत लाभमा थोरै कमी भएको महसुस छ भने त्यसमा वृद्धि गरिदिने अवस्था सिर्जना हुनेछ। हस् दर्शकवृन्द, यसैको जानकारीसँगै आजको भिडियोबाट बिदा माग्न चाहन्छु। जो जति तपाईहरूले यहाँसम्म बसेर हेरेर सुनेर मलाई साथ दिनुभयो, तपाईँ सम्पूर्ण दर्शकवृन्दहरूको जय होस्।